बस वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी युजी होइन। अन्त म चाहिँ यो गेम खेल्दै थिएँ कि यो गेम खेल्दा चाहिँ यस्तो जिजो भयो कि मलाई कसम भनिदिएको लाइफमा यतिको जिजो भएको थिएन। हेर्नु न चढ्नु पनि मान्दैन हो। अन्त के भन्दाखेरि चाहिँ अन्त हाम्रो यहाँ घोन्डेको चाहिँ बाइक आएको छ हो। कङ्ग्रेस छ घोन्डेलाई हो। घोन्डेले चाहिँ हेर्दैन एक तिनी हो घोन्डेले बाइक लिएर आइरहेको छ माथि हो। म अहिले तपाईँहरूलाई देखाउँछु। अन्त तपाईँहरूले घोन्डेलाई के जे पनि आउँदैछ त्यसको लागि कङ्ग्रेस भन्दै थियो होइन। ऊ धन्यवाद भनिदेऊ। धन्यवाद सबलाई नमस्कार। ठिक छ। अन्त यहाँ ऊ निर्वेद छ, ऊ वान छ। अन्त आज चाहिँ हामी कहीँ पनि गएन गाइस, किनकि कहीँ पनि गएन किन भन्दाखेरि चाहिँ दिन पनि राम्रो थिएन होइन। बेलुकादेखि पानी परेर बिहानसम्म पानी पऱ्यो। जानु पनि कहीँ पाएन, घरको घरमै हो। म पनि घरको घरमै थिएँ। मलाई जानु त मन थियो कुनै कहाँ हो, तर भ्याइन। जानु चाहिँ कहाँ थियो भन्दाखेरि चाहिँ ऊ आज उसको स्कुटी डल्लै ऱ्याप गर्नु थियो है। भन न हो। अन्त त्यही भएर चाहिँ क्यान्सल भयो। ल त गाइस स्टे ट्युन। अहिले एकछिनमा देखाउँछु होइन के कसो हुन्छ होइन बोइस। त्यति नै हो। ल त गाइस स्टे ट्युन होइन। अन्त त्यति नै हो। ल यस्तो भइरहेको छ हो। यहाँको गति चाहिँ यस्तो भइरहेको छ हो। अन्त त्यति नै हो। अरू त के भन्नु भन्दाखेरि चाहिँ घोन्डेको बाइक कुदाउनु पर्छ अब एकपल्ट होइन। के हुन्छ कसो हुन्छ होइन। नयाँ बाइक चाहिँ यहाँ छ ऊ हेन्सम केटाको हो। त्यति नै हो। केटाहरू पनि यहाँ छ हो। अब यहाँबाट चाहिँ यिनीहरू सबजना जान्छ हो। यो चाहिँ के बजाजबाट दिएको यस्तो दिन्छ है गाइस। यस्तै हो क्या। फर्स्ट बाइक किन्दा चाहिँ फेरि भोगान हुन्छ नि है, नकिन्दा फेरि त्यही हो नि। त्यो हो गाइस। अब एकताल कुदाउँछु म हो। के कस्तो लाग्छ कुदाउनु त कुदाएको, तर पनि अब नयाँ भनेको नयाँ हुन्छ नि त हो। तर घोन्डेले यो जग्गु चाहिँ कहीँ छोडेन है। जग्गु चाहिँ कहीँ छोडेन। यहीँ छ जग्गु। को जान्छ मसँग बिस्तारै यु लेट्स गो। औ ल त गाइस एकताल कुदाउँछु हो। त्यति नै हो। यो बाइक कुदाएर आयौँ हो। बाइक चाहिँ दामी रहेछ हो। मलाई मन पर्यो है। केटाको बाइक दामी रहेछ हो। अन्त त्यही हो। अरू त के भन्नु अब तल जानुपर्छ हो। पानी झरीमा आयो हामी दुई भाइ चाहिँ हल्का उहाँ माथि जाउँ भनेर हेलमेट छैन हो। फेरि अहिले बिचमा मार्छ हो। उहाँ माथि चाहिँ मामा हुन्छ हो। अन्त ठिकै छ। अब ल त गाइस अब एकछिन तल भेटौँ हो। पानी पर्दैछ यहाँ। अब यस्तो नै छ हो गति। यस्तो गतिमा पनि भइहाल्यो हो। त्यही नै हो। ल त गाइस स्टे ट्युन। अब एकछिनमा सिधै अब घरमा भेटौँ ल। त्यही नै हो। मजा आयो नानी। नयाँ भनेको नयाँ हुन्छ क्या। उहाँ हाँस्दै त हो मान्छे हो। हाँसिबस्छ नि। त्यही नै हो। मुखमै भन्नु सक्नु चाहिँ पऱ्यो। त्यहाँखेरि चाहिँ गाइस हामी कुदाएर आइसक्यौँ हो। बाइक मजाको थियो। मजा आयो। एकछिन चाहिँ स्टार्ट भएन। हल्का डर भयो हो। नयाँ बाइक हो। फेरि के भयो भने प्लाटफर्म रिस्की हुन्छ, मुटु चिसो हुन्छ। तर त्यस्तै हो। कङ्ग्रेस छ घोन्डेलाई वान्स अगेन होइन। मजाले कुदाउनु सेफ राइड होइन। अन्त के भन्नु छ चाबी लिएर आउनु बाइक। ल यहाँ आऊ। हाम्रो घोन्डे चाहिँ आयो हल्का आऊ। हेन्सम केटा यही रोकेर हात दिनु न त्यसको। ठिक छ मजाले कुदाउनु मजा आयो। यसरी नै ल ल ल ल ल गर्दै कुदाउनु है। त्यति नै हो गाइस। ल त स्टे ट्युन। एकछिनमा भेटौँ। जाडो छ त्यस्तै छ। त्यति नै हो। अरू त के भन्नु। मेरो बाइक चाहिँ आज उसले लान्छ अरे हो। अन्त अब म चाबी लिएर आउनुपर्छ। ल त गाइस स्टे ट्युन। आजको ब्लग के कस्तो लाग्यो हेरिदिनुहोस्, मजाले बुझिदिनुहोस्। यस्तै नै छ हो। दिन पनि यस्तो नै भयो हो। अब अनुहार पनि त्यस्तै भइरहेको होला। बोली पनि त्यस्तै छ। अब के चाहिँ गर्नु र यस्तो। अब चाहिँ हामी होइन यहाँ सानो एक्सपेरिमेन्ट गर्दैछ। यो स्कुटीमा चाहिँ मड गार्ड अड्काउने, त्यो पनि योले हो। अन्त अब तपाईँहरू हेर्नुहोस् हो। अन्त अब यतिको ठिक्केकोमा राख्नुपर्छ। त्यो प्लास्टिक कसेर चाहिँ हालिदिनुपर्छ होइन। तपाईँहरूको पनि एन्टक स्कुटी छ भने चाहिँ यसरीले लगाउनु सक्नुहुनेछ हो। यो ल्याउनुपर्छ 4टा हो। अन्त यहाँ यो दुलोमा हालेर चाहिँ लाउनुपर्छ होइन। अन्त त्यति नै हो। अब जसलाई याद छ जसलाई याद छैन त्यसलाई भनेको हो। म फेरि अन्तर्यामी जस्तो ज्ञानी चाहिँ भएको होइन हो। तर मैले भनेको ए क्यामेराम्यान पक्रै यहाँ देखा न। ए हात आयो। लाइक दिस गाइस होइन। यो चाहिँ यहाँ हाल्नुपर्ने देख्नुभयो गाइस। यो लिप हालिदियो हो यहाँ। अब यहाँबाटै छ। यहाँपट्टिबाट पनि त्यसरी हालिदियो। अब अरूले चाहिँ त्यो उयोहरू लाएर हाल्छ है गाइस। अब अरूले त्यो रडकोहरू हाल्छ हो। अब हामीले चाहिँ यसरी हाल्नु छ जुगाड हो। यसले पनि दामी त दामी दिन्छ हो। यतिको ठिकै छ है। यसलाई चाहिँ कैँची नभए प्लासले काट्न सक्छ तपाईँहरूले हो।
अलिक माथिबाट देखा न राम्ररी उहिले नगरिकन हात पनि काटिन्छ देख्यौ यस्तो हुन्छ बट्टु हुँदैन त अब हेर हात काटिहाल्यो नि बहिनी भेनाकबाट खसेर हजुर थापे त माम हाम्रो मामले चाहिँ यसरी काम गर्छ हो हाम्रो मामलाई जो कोहीले पनि देख्नुहुन्छ हो हल्का कराइदिनुहोस् है गाइस ल के भएर हिँड्नु भएको क्या हुन्छ नि हाम्रो माम चाहिँ के हो अब क्या हुन्छ नि त्यही त अब यसरी मिल्छ नि मिल्यो नि ल गाइस त्यसरी अलिकति कराइदिनुहोस् मेरो मामलाई किनकि मेरो मामले बुझ्नु हुँदै त्यसरी होइन हालिदिनु अलिक माथि खान्न न मजा भयो मेकानिककोमा गयो भने बिचमा तपाईँहरूको 50 रुपियाँ खाली टक्छ हामी खोप्दै यसलाई चाहिँ चटचट काट्नु पऱ्यो हो भयो हाम्रो मटगाट लागेन गाइस कि राम्रो यो चाहिँ जुङ्गा आएको क्याटफिस हो यहाँ हात काट्यो नि रड्डी भयो नि ल त गाइस स्टे ट्युन तपाईँहरू पनि हेरेर काम गर्नुहोस् मजाले म चाहिँ यहाँ मुख धुनाइरहेको छु अब मुख सुख धुन्छु अन्त आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु होला सायद आजको भ्लग के कसो लाग्यो हेरिदिनुहोस् है आजको कन्टेन्ट केही पनि आएन किनकि आजको दिन पनि त्यस्तो दामी थिएन हो अन्त त्यही भएर कोही पनि कहीँ पनि गएन म पनि कहीँ पनि गएन घरको घरमै बसेँ म त सुत्दै घर आएँ हो अघि अब म घुम्नु जाउँ भनेर चाहिँ पानी पर्दैछ फेरि सुत्दै पानी भरे खाना खाएँ तपाईँहरू पनि त्यही गर्नुभयो होला कतिजनाको स्कुल लाग्यो होला कतिजनाको के अब कन्टेन्ट ल्याउनु पर्ने हो नि अब यस्तो पानी झरीमा कन्टेन्ट ल्याउनु चाहिँ कहाँ चाहिँ जानु भन्नु त लु भन्नु त कन्टेन्ट ल्याउँदाखेरि अब त्यो गाइस आजको कन्टेन्ट खासै भएको छैन त्यसको लागि चाहिँ आम सो सरी ल्याउनु चाहिँ मन थियो काम चाहिँ थियो जानु चाहिँ पर्थ्यो तर पानीले गर्दा प्लान क्यान्सल भयो अन्त आजको चाहिँ खासै त्यस्तो केही पनि भएन अन्त घोन्डे आएको थियो घोन्डेको बाइक साइक कुदाएँ अन्त केटाहरूसँग यताउता त्यही त हो त्यो हल्का त्यो भइरहने त हो सधैँ मेरो हेरिरहने हो भिडियो अन्त आजको भिडियो चाहिँ म आजको भ्लग चाहिँ नहालौँ भन्दै थिएँ किनकि अब मैले कन्टिन्यू हाल्दैछु नि त जहिलेदेखि भिडियो बनाएको भ्लग बनाएको तबदेखि नै हाल्दैछु नि त अन्त आज चाहिँ किन ग्याप गर्नु भनेर चाहिँ हालिदिएको गाइस अब जे होस् जसो होस् अब होइन मेरो अपडेट त तपाईँहरूलाई दिइरहनु पऱ्यो अब तपाईँहरूले हेरिरहनुहुन्छ अब तपाईँहरूलाई मन पऱ्यो पनि नमन पऱ्यो पनि तपाईँहरूले सपोर्ट गरिरहनु भएको छ त्यसको लागि म खुसी लाग्छ त्यही भएर चाहिँ मैले हालिदिएको तपाईँहरूको लागि होइन गाइस अब मेरो कन्टेन्ट आए पनि नआए पनि तर तपाईँहरूले हेरिदिनुहोस् अब भिडियोमा कस्तो के लाग्छ बुझिदिनुहोस् है यस्तै छ हो अब म हुन्छ नि त्यो बाइक कुदाएर कहाँ एडभेन्चर गरेर त्यस्तो उस्तो अहिले जानु सक्दिनँ अब जुन दिन जान्छु त्यही दिन मजाले देखाउँछु फुल इन्जोय गरेर आउँछु होइन त्यही भएर तपाईँहरू पनि हेरिदिनुहोस् हो अन्त के भन्दाखेरि चाहिँ हो अन्त आज के भन्दाखेरि चाहिँ मलाई चाहिँ इन्स्टामा चाहिँ यति बिना रिल्स पठाउँछ कि यति बिना हालिदेऊ सब सरी गाइस म कसैको हालिदिनु सक्दिनँ किनकि होइन म त्यो ठुलो भएको पनि होइन तर तपाईँहरूले ठुलो भएको भनेर मलाई सोच्नुहुन्छ भने पनि त्यसको लागि तपाईँहरू राइट हुनुहुन्छ म रङ हुन्छु हो त्यति नै हो किनकि गाइस तपाईँहरूको रिल्स मैले मेरो स्टोरीमा हालिदियो भने मेरो साथीहरूको हाल्दिनँ फेरि मैले साथीहरूको हालिदिने तपाईँहरूको हाल्दिनँ हो अब हालिदिनु त मन लाग्छ नि अन्त आम्बो यति पढाउँछ अन्त प्लिज सोम लाइक सेयर सब्सक्राइब कमेन्ट प्लिज सोम कुनै के यस्तो उस्तो हालिदिन्छु नि गाइस मैले नहालिदिए पनि तपाईँहरूको लाइक गर्दै राख्छु कमेन्ट गर्दै राख्छु है त्यसको लागि अब स्टोरी हालिदिनु भने चाहिँ त्यसको लागि चाहिँ आम सो सरी है अन्त अरू चाहिँ के भन्दाखेरि चाहिँ के मैले पनि गाइस मेरो पनि रिल्सहरू बनाउँछु बाइकको हो मेरो रिल्सहरू सेयर गर्नु पर्दैन है म चाहिँ त्यति नै भन्छु तर तपाईँहरूलाई इच्छा लाग्यो भने सेयर गरिदिनुहोस् इच्छा लागेन भने सेयर नगरिदिनुहोस् हो म त बरुभन्दा रिल्स बनाउँछु म कसैलाई सेयर गरे पनि माग्दिनँ गर्दै सर्दै म भन्दिनँ म तपाईँहरूले हेरिदिनुहुन्छ माया देखाइदिनुहुन्छ कमेन्ट गरिदिनुहुन्छ होइन खुसी लाग्छ म त भनिराख्दिनँ है अन्त त्यो हो जसलाई पनि अब इन्स्टामा मैले गरिदिनु सकेको छुइनँ त्यसको लागि चाहिँ आम सो सरी अन्त फलो ब्याक चाहिँ मैले दिँदैछु नदिएको होइन जति दिनु सक्छु दिँदैछु अन्त फलोवर्स भन्दा पनि फलोइङ बेसी हुन आँटिसक्यो अन्त
कति पनि दिनु यो पनि आउँछ ला यसलाई यो पनि आउँछ ला दिन्छु नि म किन कपी गर्नु म ठुलो सेलिब्रिटी भए पनि त भन्नु ल गाइस यो कुरा तन्किरहन्छ अन्त त्यति नै हो होप यु गाइस इन्जोय दिस भिडियो लाइक शेयर सब्स्क्राइब अन्त मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो प्लिज सब्स्क्राइब गरिदिनुहोस् हाम्रो 2K हिट भइसकेको छ हुन आँटेको छ अब कम्ती मान्छे चाहिन्छ अन्त 2K 4K 5K 6K 8K हुन्छ नि बिस्तारै पेसेन्ट भन्ने गेम चाहिँ हुनुपर्छ क्या गाइस पर्खिने टाइम पर्खिनुपर्छ क्या आफ्नो टाइम आउँछ त्यो दिन चाहिँ त्यही हो अन्त के भन्दाखेरि चाहिँ मेरो भिडियो तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ प्लिज सब्स्क्राइब गरिदिनुहोस् अन्त कमेन्ट गरिदिनुहोस् अन्त त्यति नै हो अन्त मेरो मलाई इन्स्टामा फलो गर्नुहुन्छ भने युट्युबको मुनि डिस्क्रिप्सनको मुनि मेरो इन्स्टाको लिङ्क हुन्छ त्यसमा क्लिक गरेर चाहिँ मलाई फलो गर्न सक्नुहुनेछ अन्त अर्को के भन्दाखेरि चाहिँ मेरो बेल आइकन पनि क्लिक गरिदिनुहोस् होला ल त गाइस गुड नाइट स्विट ड्रिम टेक केयर भोलि भेटौँ न्यू जोस न्यू कन्टेन्टमा त्यति नै हो त्यही हो ल त गाइस गुड नाइट स्विट ड्रिम खै मुख धुनुपर्ने म हो तपाईँहरू ल त गाइस खानासाना खाइसक्यो होला त्यति नै हो बाई बाई अन्त के भन्दाखेरि चाहिँ गाइस मैले चाहिँ भ्लग चाहिँ के को लागि बनाउनु पर्ने कन्टेन्ट चाहिँ कस्तो आउनुपर्छ तपाईँहरू सो भन्नु न भन्नु त्यही हो गाइस बाई बाई स्विट ड्रिम्स